घोरेपानी पुल चाहिँ पारिवारिक ट्रेकको लागि पनि एकदम राम्रो बनाइएको रहेछ। किनभने हामी पनि गत मार्च 21मा पोखरादेखि म, मेरो वाइफ र मेरो 10 वर्षको छोरा हामी बाइकमा बनठाटीसम्म गयौँ। त्यसपछि हामी त्यहाँ बसेर खानासाना खाएर बिस्तारै हिँड्दै जाने निर्णय भयो र बिस्तारै हिँड्दै गयौँ। जाँदाखेरि अब मौसम हेर्दाखेरि सबै राम्रै थियो, घामहरू लागिरहेको थियो, तर अचानक बिचमा गएपछि बादल मडारिन थाल्यो र कालो भएर पानी पर्यो। एकछिन सानो सानो हिउँ जस्तै देखिने बाटोभरि छपक्कै भयो। लगभग हामी त्यहाँ बस्यौँ, 1 घन्टा जति बस्यौँ। 1 घन्टा जति बसेपछि हल्का पानी रह्यो जस्तो भयो। यस्तो छ अवस्था। फेरि हामी त्यसपछि गन्तव्यतिर जाँदैछौँ। मजा, बाटो पनि जस राम्रै हो, त्यस्तो धेरै उकालो पनि छैन। तपाईँ पनिहरू परिवारसँग आउने सोच बनाउँदै हुनुहुन्छ किन त जाडो भयो मजाले 2-3-4 घन्टा त्यत्रो ज्याकेट लगाएको त्यहाँ यहाँ चाहिँ तपाईँहरू डाइरेक्ट घोरेपानीसम्म गाडी पनि जान्छ। अब गुराँस फुलेको जङ्गलको बिचबाट रमाउँदै घुम्दै बिस्तारै थकाइ मार्दै जान्छु भने पनि एकदम रमाइलो छ। नभए अर्को चोइस भनेको डाइरेक्ट तपाईँहरू सिधै घोरेपानी गएर बस्नु सक्नुहुन्छ। सो हामी चाहिँ धेरै जाने निर्णय गऱ्यौँ। बिस्तारै हिँड्दै गयौँ। हिँड्दै जाँदाखेरि रमाइलो पनि भयो। बाटोमा तिमी राम्रो यस्तो ढकमक्क भएको थियो, हेर्दै मनै लोभ्याउने टाइपको, यस्तो मनमोहक। अनि हिँड्दै जाँदाखेरि के भयो, बिचमा पुगेपछि ठुलो पानी पर्यो। पानी पर्दाखेरि हामी छाता मात्रै लिएर गयौँ, एउटा रेनकोटहरू केही पनि थिएन। अनि हुन त रुखहरूको सहायताले गर्दाखेरि धेरै नै पानी पनि छेक्यो। एउटा छातामा 3 जना बिस्तारै उड्दै जुत्था त लगभग घुम्नै सकेको तल्लो घोरेपानी पुग्दाखेरि चाहिँ ठुलो पानी पऱ्यो। त्यसपछि फेरि हामी एउटा
हेर्जासँग बस्यौँ तातो भएर सबै सुकायौँ हामी चाहिँ जानुपर्ने थियो माथिल्लो हेरिकन दशमी होटलमा पानी रहेपछि हामी जुत्ताहरू सबै सुकायौँ सुकिसकेपछि पानी पनि रहन त कम्प्लिटली होइन तर कम भएपछि बिस्तारै माथि लाग्यो त्यहाँबाट धेरैको डिस्टेन्स चाहिँ थिएन त्यही 10 देखि 15 मिनट जति लाग्दो रहेछ बिस्तारै हिँड्यौँ पानी चाहिँ रहेन अनि 15 मिनट हिँडिसकेपछि पनि त्यहाँबाट त्यहाँ पल्लोबाट माथिल्लो भुटान जाँदा पनि एकदम मजाले गुराँसहरू फुलेको थियो कस्तो मनमोहक कि मैले भनिनँ मैले यस्तो यो गुराँस फुलेको सिजनमा नगएको रहेछु मैले रियल्ली मिस गर्ने नेचर एकदम राम्रो कि अब रातै लाली गुराँस चाहिँ थिएन तर पिङ्क गुलाबी कलरको लाली गुराँसहरू चाहिँ एकदम छपक्कै जताततै हेऱ्यो लाली गुराँस मनै रमाउने जस्तो त्यसपछि हामी माथि गएपछि सन्नी होटलमा पुग्यौँ सन्नी होटलमा पनि मान्छेहरू एकदम भिडभाड किनभने पानी परेको त्यही माथि पानी परेर सब भिजेकाहरू चिसो भएको हामी पनि माथि पुग्यौँ रिसेप्सनमा गएर चाहिँ रुमको लागि भनौँ चाबी लिएर रुममा गइसकेपछि लुगाहरू सब चेन्ज गरेर आयौँ र लुगाहरू यता रिसेप्सनमा आएको त्यो ठुलो थियो आगोको के भन्नु त्यसलाई आगो ताप्नलाई बनाएको हाम्रो त्यहाँ बस्यौँ सबैजना बसेर तातो थियो त्यसो जुत्ताहरू सुकायौँ खानासाना खायौँ र त्यो दिन हामी सुक्यौँ भोलिपल्ट बिहानै सनराइज हेर्नु कुनै जाने भन्ने अब जाने नै त्यसकै लागि हो हामीले पनि त्यही निदो गरेको र त्यसपछि हामी पनि मैले चाहिँ लगभग 4 बजेको अलार्म लगाएँ 4 बजेको अलार्म लगाउँदाखेरि अलार्म बज्यो तर उठेँ पानी पुरो परिरहेको थियो रातभरि पानी परेको पुरो पानी परेको 4 बजे उठेँ फेरि 4:15 बजे 4:15मा उठेँ 4:30मा उठेँ पानी त्यस्तै 5, 5:30, 6 लगभग कन्टिन्यू गरेँ पानी उस्तै मौसम खुलेको छैन होला भन्दा गर्दा 9 बजिसक्यो त्यही पनि खुलेन पानी परेछ सोचेँ कस्तो दिनमा आइएछ होइन केही देख्न पाइएन भिडहरू चिसो त्यस्तै हाम्रै बारदलीबाट यसो हेर्दाखेरि पनि गुराँस कति धेरै गुराँस के गुराँस त यति धेरै फुलेको बस एउटा कमी थियो मौसम फुलेको कस्तो रमाइलो हुन्छ तर ठिकै छ अब प्रकृतिले अब कुनै कुरा हेर्न गएको बेला अर्कै कुरा हेर अरू कुराको नै मजाले भन्ने टाइपको सन्देश दिए जस्तो फिल भयो र हामी चाहिँ के गर्यौँ भन्दा खाजासाजा खायौँ पानी परिरह्यो खाजासाजा खाइसकेपछि अनि फेरि खाजासाजा खाएर रुममा आएपछि यसो वेदर फोरकास्ट हेर्दाखेरि चाहिँ लगभग 12 बजेपछि पानी चाहिँ पर्ने देखिएको त थिएन अनि होटलमा पनि 12 बजे अगाडि चेकआउट गर्नुपर्ने रहेछ अनि हामीले लगभग चेकआउट गरेर रिसेप्सनमा गएर बस्यौँ 1 घन्टा जति फेरि आगो तापेर बस्दाखेरि चाहिँ अब पानी रहला जस्तो लागेन पानी रहला जस्तो नलागेपछि चाहिँ के गऱ्यौँ भन्दाखेरि अब रेनकोट ओढेर तलतिर फर्किने अब पोखरा फर्किने बनठाडीसम्म पुगेर भने निदो गर्दै जाँदाखेरि त्यहाँबाट निस्क्यो माथि पसलहरू भएको ठाउँमा पुग्यौँ स्नोफल भइरहेछ यता हेर्दा बाबु रेनकोट रिवान हाम्रो यहाँ कसरी हिँडिरह लाइन 3जना मान्छे मिलेन त्यसले गर्दाखेरि 2टा रेनकोट किन्यो अनि एउटा छाता त भइहाल्यो त्यो त स्नोफल भयो बाबु 2टा रेनकोट किनिसकेपछि चाहिँ अब के गर्ने त त्यो कुन हिल 3210 मिटर लेखेको बोर्डमा फोटो खिच्न नपाउने भए मेरो मिसेस र बाबुले आइसक्यो त अब के गर्ने त्यो पनि अब बाबु 10 वर्षको छ जाने पनि नजाने पनि निदो गर्नै सक्दैन अनि निदो गर्नै नसक्दाखेरि के गर्ने त होइन अब घरैतिर फर्क्यौँ अनि पोखरा फर्क्यौँ बनठाडी गएर भन्ने कुरा पनि आयो मैले यसो सोचेँ त्यहाँ गएर यति आइसकेपछि अब हिउँ देखिएन भने अरू कुरा ठिक छ भनेर गइयो के कसो होला खुल्ला नि माथि पुग्ने भन्ने पनि यसो मनमा आयो अनि गइयो रेनकोट ओढेर ल जाउँ भनेर मजाले हिँड्दै गयो
त्यही त हो नि जुत्ता त भिजिसकेको थियो अनि बाबु पनि हिँड्नु मजाले हिँड्दै जाँदा बाबु अब लास्ट कम पुग्नु लागि माथि गएपछि अलिक ठुल्ठुलो थुप्पाहरू हुन थाल्यो कि जस्तो हिउँहरू पर्छ नि हो त्यस्तो जस्तो चाहिँ हुन थाल्यो हिँड्नु परेछ कि जस्तो भयो होइन बाटो पनि त्यो तलपट्टि सिँढीहरू चाहिँ बिस्तारो त्यस्तै जमेको थियो कि अनि त्यो भएर ना, ना। के भइरहेको मजा आइरहेको माथि कहाँ छौँ रे हामी पछि त लगभग हिउँदै परेको रहेछ हामी कहाँ जाँदैछौँ रे रमाइलो भयो अनि कुनीलाई? बाबु पनि रमाइलो स्नोफल भयो। होइन फर्स्ट एक्सपिरियन्स है भाइ पनि थियो। ठिकै छ अब घुम्न ल ल ल हो ओहे माथि पुगेपछि त यति मजाले हिँड्नु पऱ्यो कि कोही पनि थिएन मान्छे नै मान्छे कोही पनि गएको थिएन अनि बिहानै आएर जानेहरू पनि खाएकै हो, रहेछ आइस्नु। नि त, तर भिडियो देखेर बिहानै हिँड्नु परेको थियो, थाहा भएन ल भयो ल। फ्रेस कि मान्छेको फुटको फुटप्रिन्टहरू केही पनि थिएन हिउँ मजाले पऱ्यो गइयो त्यसपछि बाबु पनि रमायो मिसेसहरू रमायो त्यो भाइ बहिनीहरू पनि ल ल ल अगाडि बढ्नु। लगभग 1.5 घन्टा भिडियो हाल्नु आउँछ। फोटो खिच्यो त्यही रमाइलो भ्यू चाहिँ देखेन ओ, भ्यू नदेखे पनि अरू कुराको मजा मैले के फिल गरेको थिएँ भन्दा बिचरा यति 1 घन्टा नचढाएर के लैजान् भनेर सोचेर हो कि भने चाहिँ वेदर पछि फेरि मिल्न त मिल्दैन भ्यू नदेखे पनि लक पनि बाबु यहाँ जाऊ यहाँ कतिको फेभर गर्छ अब टाइम पनि कमै हुन्छ किनभने अब कामहरू पनि गर्नै पऱ्यो प्रेसिडेन्टहरू पनि पढ्नु पनि पऱ्यो त्यसले गर्दाखेरि ल छु यहाँ टाइम चाहिँ ओहे time ल त फेरि एकदम perfect हो। अनि तपाईँ फेरि? चाहिँ अब ओहो। वेदर चाहिँ हेरेर आउनुपर्छ टाइम चाहिँ यो अब भनौँ न मार्च स्टार्टिङदेखि बाबु मार्चको ending मजा आइरहेछ ल अगाडि सम्म नगाडि मजाले देख्न सक्नुहुन्छ ए, लक भयो ल weather रन 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 थोरै बिस्तार यता यता सक्नुहुन्छ अब त्यस्तै पर्यो भने योपालि चाहिँ एकदम यो कसको? 2026 सालमा हिउँ म चाहिँ छ मजाले मसित। पर्यो होइन बेलैमा रमाइलो पनि गऱ्यौँ ल बिस्तारै यता फर्किँदै आउँदाखेरि चाहिँ पानी ओ त्यहाँ होइन कि यता अलिकति बन्दै भित्र गयो भने हुन्छ। त्यसपछि यता। मजाले बिस्तारै बिस्तारै झऱ्यो झरिसकेपछि अब 1:30 त उतै आएपछि फेरि होइन ढाडमा पो हान्ने हो त बल्ल 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 ढाडमा पो हान्ने हो त क्या आएर अनि घर आइपुग्यो। त्यही भएर तपाईँहरू त्यस्तो छ अब लालीगुराँसहरू चाहिँ मजाले फुलेछ अनि अब भ्यू हेर्न चाहनुहुन्छ कस्तो राम्रो देखिन्छ 360 भ्यू नै देखिन्छ कुनीले भ्यूकै लागि फेमस हो मान्छे पनि यति धेरै हुन्छन् योभन्दा पहिला म जाँदाखेरि लगभग 2-3 हजार मान्छे त थिए सनराइज हेर्न जाने बेलामा त्यो कारणले तपाईँहरू प्लान गर्दै हुनुहुन्छ भने चाहिँ वेदर फोरकास्टहरू हेरेर आउनु होला पर्फेक्ट वेदरमा आउनु होला इन्जोय गर्नु होला है थ्याङ्क यू सो मच भिडियो हेर्नु भयो यस्तो छ स्नोफल भएर थ्री टू वन गो ओ फेरि ल रन ल पक पक मलाई नहान ल त्यसलाई ल त्यहीँ बस त्यहीँ बस नहान नहान बस न त्यहाँ बस न त्यत्तिकै ल भयो दुईजनै हुन्छ कि ल
नाही रे ल फेरि आन फेरि ल यता फर्केर के लान 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 होइन भित्रपट्टि हाल न बाबु कहाँ गयो पानी छिट्यायो फेरि उज्यालो पनि